हामी भुटानी शरणार्थीहरूको एउटा कुरा भन्न चाहन्छौँ, सबैले सुनिदिनु होला। हामी भुटानी शरणार्थीहरू विभिन्न मुलुक गयौँ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा गरेर 8वटा मुलुकमा गयौँ। त्यो 8वटा मुलुकमा गएको हाम्रो भुटानी शरणार्थीले 2 वर्षदेखि लगेर 5 वर्षमा उहाँको सिटिजनसिप प्राप्त गर्नुभयो। तर हामी यहाँ नेपालमा बस्ने 6500 भन्दा बढी मान्छे चाहिँ 34 वर्ष भइसक्यो बसेको। हामीले नेपाल सरकारबाट के पायौँ? केही त्यस्तो आइडेन्टिटी पाएको छैनौँ। हरेक महानुभावहरूले बुझ्नुपर्छ। कसरी भने यो पनि त नेपाल सरकारलाई अन्तर्राष्ट्रिय जगतले सहयोग गरेको होइन र? त्यस्तै गरेर हामीलाई पनि त नेपाल सरकारले कमसेकम नागरिकता दिनुपर्ने होइन र? नेपालको कानुनअनुसार 25 वर्ष बितिसकेपछि त्यो एक पुस्ता गर्न जाने हामीले 34 वर्ष बिताइसक्यौँ। हामीलाई नेपाल सरकारले समाधान गरेर नागरिकता दिएर अथवा केही राम्रो आइडेन्टिटी दिएर चाहिँ हामीलाई नेपालमा राख्नुपर्ने होइन र? यो कुरा चाहिँ विभिन्न नेपाल सरकारको विभिन्न निकायमा सेयर गरेर पुर्याइदिनु हुन विनम्र अनुरोध गर्दछु मेरो साथीहरूलाई। धन्यवाद।